मङ्सिरको अन्तिम साता बानेश्वरको कोलाहल र प्रदूषणयुक्त माहौल पार गरेर करिब 1 घण्टामा कृतिपुरको अर्धहरित घुम्टोमा पुग्छु म। आकाश खुल्ला छ, वरपर लहरे पिपलका बडेमानका रुखहरू छन्, तर तिनमा पात धेरै छैनन्। चिसो बतास चलिरहेको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा मेरो पहिलो दिन, सायद बुधबारको दिन थियो, हाम्रो ओरिएन्टेसनको क्लासको दिन। त्रिविमा पहिलो दिन भनेर किट्नु नै पनि उपयुक्त नहुन सक्छ। फारम भर्न, प्रवेश परीक्षा दिन आदि कामका लागि यसभन्दा अगाडि पनि जानु परेको त थियो। वातावरण विज्ञान केन्द्रित विभाग बाहिर घाम तापेर बस्ने विद्यार्थी धेरै नै थिए। केटीहरूका विभिन्न झुण्ड बाटोले छुट्याएको चौरको दुवैतिर छेउछाउमा थिए। सबै गफमा निमग्न थिए। अफिस कोठामा गएर ओरिएन्टेसन क्लासबारे सोधेँ। क्लास 10:30 बजे रहेछ। घडी हेरेँ, 10:15 भएको थियो। केही गर्ने त 15 मिनट। के गरौँ म सोचिरहेको थिएँ। अपरिचितसँग परिचय गर्दै हिँड्ने मेरो स्वभाव थिएन। बाहिर चुपचाप उभिएँ। फर्स्ट इयरको ओरिएन्टेसन क्लास कति बजे हुन्छ होला? अपरिचितले सोध्यो। 10:30 बजे सुरु हुन्छ रे, मैले भने। उसले मेरो नालीबेली सोध्यो, अनि सजिलै उसले मलाई साथी बनाइहाल्यो। उसले आफ्नो नाम भन्यो, किरण भण्डारी, पूर्वेली रहेछ, ओखलढुङ्गाको। बीएससी क्लासबाट गरेका कृतिपुरबाटै ट्याङ्ग्लाफाटमा बस्ने रहेछ। ओरिएन्टेसन क्लास सुरु हुने बेला भयो। झुण्डहरू भएर बसेका केटाकेटी आफ्नो झुण्डमै क्लासतिर प्रवेश गरे। मेरो आँखामा भने केटीहरूको झुण्डतिर केन्द्रित थियो। म त सधैँ ब्याक बेन्चर, पछिल्लो बेन्चमा बसेँ। किरण पनि मसँगै बस्यो। पहिलो दिनदेखि नै किरण भण्डारी र म ब्याक बेन्चर भयौँ। 4-5 जना शिक्षक लहरै छिरे। तीमध्ये 2 जना कपाल सेत्तै फुलेका थिए, अनुहार चाउरी परेको। सबैले चस्मा लगाएका थिए। उनीहरूलाई सर नभनेर हजुरबा भन्नु जस्तो। 2 जना जवानै थिए। 1 जना हजुरबा अघि सरेर बोल्न थाले, गुड मर्निङ। विद्यार्थीले गुड मर्निङको कोरस कक्षाभरि प्रतिध्वनित भयो। बुढाले भन्न थाले, वेलकम टु द सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स। माई नेम इज प्रोफेसर डाक्टर रमाकान्त यादव। म यस विभागको विभागीय प्रमुख हुँ, अनि यस विभागको जन्मदाता भने पनि हुन्छ। बुढो आफ्नो रुखो आवाजलाई निरन्तरता दिन लागे। तिमीहरू ठुलो उत्साह, उमङ्ग र भविष्यको खोजीमा आएका छौ। मलाई लाग्छ त्यो सबै तिमीहरूले हासिल गर्नेछौ, तर तिमीहरूले मलाई र यो विभागलाई पूर्ण सहयोग गर्नुपर्नेछ। त्यसका लागि सबैभन्दा आवश्यक छ अनुशासन। अन्तिम वाक्य भन्दाखेरि बुढा निकै नै उत्तेजित देखिए। यस्तो लाग्यो मानौ उनी अनुशासन तोडी बापतको कसैलाई हप्काइरहेका छन्। खासखुस गरिरहेका विद्यार्थी सतर्क भए। एकछिनपछि बुढाले उपस्थित शिक्षकलाई पनि परिचय दिन लगाए। ती शिक्षक पनि बुढादेखि त्रस्त थिए क्यार। कक्षा छाड्ने बेला बुढाले ठुलो स्वरले भने, मलाई लाग्छ तिमीहरूले पढ्ने र पढाउने दुवै वातावरण निर्माण गर्न सहयोग गर्नेछौ। बुढा ढोकामै पुगिसकेका थिए, तर फर्किए अनि भने, मैले अहिलेसम्म कुनै ब्याजमा पनि कम्प्लेन सुन्नु परेको छैन। म आशा गर्छु यो ब्याजमा पनि मैले कुनै किसिमको कम्प्लेन सुन्नु नपरोस्। रमाकान्त यादवको बोली अत्यन्तै रुखो थियो। उनी ओरिएन्टेसन क्लासमा हामीलाई स्वागत गर्न आएका थिए या तर्साउन, बुझ्नै गाह्रो भयो, पत्तो लगाउनै गाह्रो भयो। रमाकान्त यादवकै उमेरका 1 जना प्रोफेसर बाहेक बुढासँग आएका प्रोफेसरहरू सबै बाहिरिए। नबाहिरिएकोको नाउँ थियो भगवान दास मास्के। रमाकान्त यादवका अनुसार भगवान दास मास्केले हामीलाई केही बेर उपयुक्त टिप्स दिनेछन्। भगवान दास मास्के हाँस्दा आफ्नो कालो अनुहार सम्पूर्ण दाँत देखाएर हाँस्थे। त्यति बेला उनको कालो अनुहारमा सेतो दाँत टलक्कै टल्किन्थे। दाँत सम्बन्धी कुनै विज्ञापन खोल्नु परे योग्य व्यक्ति चाहिँ लाग्यो। अरे वाह, कस्ता राम्रा दाँत। मास्के भन्दै थिए, मैले तिमीहरूलाई इकोलोजी पढाउने हो। म लगायत सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स अर्थात् CDES को उद्देश्य योग्य र दक्ष वातावरणविद तयार पार्नु हो। सर, हामीले काम गर्न पाउने चाहिँ कुन क्षेत्र हो र कता हो? भगवान दास मास्केको हँसमुख स्वभावको फाइदा उठाउँदै केही विद्यार्थी हल्ला गर्न थालिसकेका थिए। भगवान दास प्रश्नकर्ता विद्यार्थी नजिकै गए। आफ्नो साबिकको हाँसोलाई अझ बढावा दिँदै दाँतसँगै गिजा पनि देखाउँदै भन्न लागे,
हाम्रो काम गर्ने कुनै क्षेत्र हुँदैन। क्षेत्र आफै बनाउने हो, ताकि हामीले काम होइन, कामले हामीलाई खोजोस्। हाँसो र हल्ला मिसाएर कक्षाभरि फिँजियो, तर भगवान दासले त्यसको कुनै प्रतिकार गरेनन्। बरु आफ्नो उत्तरप्रति विद्यार्थीले सन्तोष मानेको चाहिँ नाकका पोरा फुलाएर उसै गरी उभिरहे। 1-1.5 घण्टामै ओरिएन्टेसन क्लासको औपचारिकता सकियो। भगवान दास मास्केको प्रेजेन्टेसन धेरै नै रोचक थियो। कक्षा भने आइतबारदेखि सञ्चालन हुने थियो। त्यो औपचारिक दिनको अनुभव खासै केही पनि भएन। थप साथी पनि चिनिएनन्। त्यही किरण भण्डारीमै सीमित भयो परिचयात्मक कार्यक्रम। छुट्टिने बेला ऊ मलाई ट्याङ्ला फाँटतिर जाउँ भन्दै थियो। म उसित पुरै सहज र आत्मीय भइसकेको थिएँ। फेरि कुनै दिन जाउँला नि है भनेर टारेँ। ऊ एजुकेसन विभाग अगाडिको बाटोबाट हात मिलाएर छुट्टियो र म दिनकुनेतिर लुरु लुरु।